नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ युसिना गुरुङ हो र करेन्टली चाहिँ म एसिया इन्टरनेसनल युनिभर्सिटीमा पढिरहेको छु 3rd सेमेस्टरमा। र आज चाहिँ म हजुरहरूको लागि चाहिँ थोरै हाम्रो कलेज रिलेटेडको डाउटहरू चाहिँ क्लियर गर्न चाहदैछु। त्यो डाउटमा चाहिँ के रिलेटेड छ भन्दाखेरि चाहिँ हाम्रो अब वातावरण कस्तो छ भनेर, अनि हाम्रो एजुकेसन चाहिँ कस्तो छ, यहाँ होस्टेल इन्टरनल इन्भाइरोमेन्टहरू चाहिँ कस्तो छ, अनि त्यसपछि यहाँको मान्छेहरू कस्तो कोअपरेटिभ छ कि नै, ओभरअल सबै कुराहरू चाहिँ म डिस्कस गर्न जाँदैछु। अनि सबैभन्दा सुरुमा चाहिँ हामी इन्भाइरोमेन्टको कुरा गरौँ। लाइक उज्बेकिस्तान चाहिँ लिट्रेसी रेटमा वर्ल्डमा चाहिँ 100% नै छ, अनि त्योमा चाहिँ हजुरहरूले कति नि डाउट गर्नै पर्दैन। लोकलहरू चाहिँ कस्तो छ होला, यहाँ अलि ड्युड छ कि राम्रो छ कि काइन्ड छ कि भनेर, ओभरअली चाहिँ लोकलहरू चाहिँ एकदमै राम्रो छ। उनीहरूले हाम्रो भाषा लाइक हामी त अब नेपाली बोल्छौँ, इङ्ग्लिस बोल्छौँ होइन, ल्याङ्ग्वेज ब्यारियर त थोरै आए पनि तर उनीहरूले चाहिँ एकदम धेरै नै हामीलाई चाहिँ एकदम कोअपरेटिभको साथमा चाहिँ बुझाइदिन्छ कुराहरू चाहिँ। अनि यो कन्ट्री चाहिँ लाइक अब सेफ छ कि नै, स्पेसली त म केटी भएको कारणले गर्दाखेरि चाहिँ कुरा गर्न चाहँदैछु होइन। केटीहरूको लागि चाहिँ एकदमै सेफ छ यो कन्ट्री चाहिँ। मलाई चाहिँ यहाँ चाहिँ त्यस्तो केही पनि फिल हुँदैन, लाइक एकदम राम्रो छ, सेफ, एकदम सेफेस्टमा चाहिँ ग्यारेन्टी दिन सक्छु। अनि अरू भनेको चाहिँ हाम्रोमा चाहिँ अब एजुकेसन रिलेटेडको ल्याङ्ग्वेज ब्यारियरको कुरा गरौँ होइन। एजुकेसन रिलेटेडको ल्याङ्ग्वेज ब्यारियरमा चाहिँ हाम्रो चाहिँ नेपाली फ्याकल्टी छ, नेपाली फ्याकल्टी इन्क्लुडिङ हाम्रो डिन जो हुनुहुन्छ उहाँ पनि नेपाली नै हो। अनि नेपाली इन्भाइरोमेन्ट, नेपाली स्टुडेन्ट, नेपाली टिचरहरू भएपछि चाहिँ हामीलाई नेपालको जस्तै फिल आउँछ। सो कस्तो लाग्छ मलाई भने चाहिँ हामी चाहिँ विदेशमा आएर पनि नेपाली इन्भाइरोमेन्ट पाउँदाखेरि चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्छ। एकदम टाढाको देशमा आएर हरेक कुराहरू चाहिँ नेपाली रिलेटेड हुने भएको भएर चाहिँ मलाई चाहिँ विदेशमा आएको जस्तो त्यस्तो साह्रो फिल चाहिँ हुँदैन। सबैभन्दा सुरुमा चाहिँ कुनै पनि युनिभर्सिटी जानुभन्दा अगाडि चाहिँ त्यो युनिभर्सिटीको चाहिँ एजुकेसन क्वालिटी र एजुकेसन फेसिलिटीहरू चाहिँ के छ भनेर हामीलाई चाहिँ एकदम जान्न आवश्यक हुन्छ होइन। अनि त्योमा चाहिँ हाम्रो चाहिँ एजुकेसन रिलेटेड कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ सबै फ्याकल्टीहरू चाहिँ नेपाली फ्याकल्टी हो। त्यो करिकुलमको कुरा गरौँ, करिकुलममा चाहिँ हाम्रो करिकुलम चाहिँ नेपाली बेस नै रहेको छ, नेपाल ओरिएन्टेड नै रहेको छ, जसले गर्दाखेरि चाहिँ हामी फ्युचरमा चाहिँ लाइसेन्सिङ इक्जाम दिन चाहिँ हामीलाई केही पनि त्यस्तो गाह्रो पनि हुँदैन। र साथसाथै नेपालमै काम गर्दाखेरि चाहिँ हामीलाई एकदमै सहज हुन्छ। हाम्रो लेक्चर र प्र्याक्टिकल हुन्छ। लेक्चरमा चाहिँ हामी सबै स्टुडेन्टहरू चाहिँ एउटै क्लासमा बसेर पढ्छौँ भने प्र्याक्टिकलमा चाहिँ ग्रुप डिभाइड भएर पढेको हुन्छौँ, जसले गर्दाखेरि चाहिँ ग्रुपमा चाहिँ इच स्टुडेन्टलाई चाहिँ हाम्रो टिचरहरूले चाहिँ फोकस गर्नुहुन्छ। र त्यो फोकस गर्ने साथसाथै चाहिँ टिचरहरूले चाहिँ आफ्नो कुनै डाउटहरू चाहिँ बेला बेलामा हामीलाई चाहिँ अब लेक्चरमा र प्र्याक्टिकलमा सबै कुरा ग्रास्प गर्न त हामीले सक्दैनौँ। त्यो बेला बेलामा नबुझेको कुराहरू अथवा डाउट लागेको कुराहरूलाई चाहिँ हाम्रो टिचरहरूले चाहिँ जति बेला पनि उहाँहरूले चाहिँ डाउट क्लियर गरिदिनुहुन्छ। र अरू भनेको चाहिँ हाम्रो चाहिँ एआइयु चाहिँ एकदमै स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसनमा बाँधिएको छ। लाइक अब घरमा बसेर कलेज नआउने त्यस्तो गर्न चाहिँ पाइँदैन, किन भन्दाखेरि एब्सेन्ट चाहिँ हुनु हुँदैन हाम्रो एआइयुमा चाहिँ। अर्को भनेको चाहिँ हाम्रो एजुकेसन चाहिँ एआई र भिआर रिलेटेड मा पढाइ हुन्छ र साथसाथै चाहिँ हामीलाई फर्स्ट इयरदेखि नै क्लिनिकल एक्सपोजर पाइएको छ हामीले चाहिँ, जसको कारणले गर्दाखेरि चाहिँ पछि गएर क्लिनिकल कोरिलेसन गरेर पढ्न चाहिँ हामीलाई एकदमै सहज हुन्छ। र अब हामी जब हाम्रो इन्टरनल इन्भाइरोमेन्ट अथवा हाम्रो इन्टरनल कलेजको बारेमा मेन भनेको हामी होस्टेल र फुडिङमा हेर्छौँ। होस्टेल चाहिँ हाम्रो बोइज र गर्ल्सको लागि चाहिँ सेपरेट होस्टेल रहेको छ। र अर्को भनेको चाहिँ खानेकुरा, खाना चाहिँ हाम्रो नेपाली फुड नै हुन्छ। यहाँ चाहिँ दाल भात तरकारी मासु। होस्टेल चाहिँ हाम्रो गर्ल्स र बोइजको लागि चाहिँ सेपरेट होस्टेल रहेको छ। र साथसाथै अर्को भनेको चाहिँ हाम्रो कलेजको लोकेसन र अनि होस्टेलको लोकेसन। कलेज र होस्टेलको लोकेसन चाहिँ त्यति साह्रो टाढा छैन, तर हामीले ट्रान्सपोर्टेसन प्रोभाइड गरिदिनु भएको छ हाम्रो कलेजबाट चाहिँ। र अरू कुरा भनेको चाहिँ हाम्रो होस्टेल चाहिँ एकदम वेल फर्निस छ, जसमा चाहिँ हाम्रो इनसाइड नै एट्याच बाथरुम नै रहेको छ। र क्लासरुम र लेक्चरको कुरा गर्ने हो भने चाहिँ लेक्चर र क्लासरुममा चाहिँ एकदम वेल फेसिलिटेड नै छ। ओभरअलमा चाहिँ अब म के भन्न चाहँदैछु भन्दाखेरि चाहिँ यतिको एफोर्डेबल प्राइसमा र यस्तो टप नच क्वालिटी एजुकेसन हजुरहरूलाई चाहिँ
लिनु छ र ए ग्रेडको डक्टर बन्नु छ भने चाहिँ म भन्छु एसिया इन्टरनेसनल युनिभर्सिटी नै हजुरहरूको लागि बेस्ट अप्सन हुनेछ। र यदि तपाईँहरूलाई चाहिँ म जस्तै नेपाली इन्भाइरोमेन्टमा पढ्ने इच्छा छ भने चाहिँ हजुरहरूको लागि बेस्ट अप्सन भनेको एसिया इन्टरनेसनल युनिभर्सिटी हुन्छ। धन्यवाद।